नमस्कार। आज हामीले डोटी जिल्लाको प्रसिद्ध धार्मिक तथा ऐतिहासिक तीर्थस्थल बडिकेदार धाम दर्शनको लागि कैलालीको सहपुरबाट पवित्र यात्रा सुरु गरेका छौँ। यात्राभरि हरियाली, पहाड, मनोरम प्राकृतिक दृश्य र चिसो हावाको आनन्द लिँदै फोटो तथा भिडियोमा सुन्दर क्षणहरू कैद गर्दै करिब 2 घण्टाको यात्रापछि हामी केदार बाबाको पवित्र क्षेत्र अत्रकणामा पुग्यौँ र त्यहीँ रात बितायौँ। रातभरि परेको हल्का वर्षापछि बिहान झिसमिसी उज्यालोसँगै रिमझिम पानीको साथमा हाम्रो यात्रा पुनः सुरु भयो। केही दूरी कच्ची बाटो पार गरेपछि हामीले पैदल यात्रा सुरु गर्यौँ। बाइक पार्किङ गरेर अब हिँड्न थालिसकेका छौँ। अबको 1-1.5 घन्टामा हामी पुग्छौँ होला। जय श्री कृष्ण। महाभारत लेखका मनमोहक दृश्यहरू हेर्दै प्रकृतिको अनुपम सौन्दर्यमा रमाउँदै अन्ततः केदार बाबाको पवित्र धाममा पुग्यौँ। हामी बडिकेदारको चुचुरोमा छौँ अहिले। यहाँ तल गाई बाछा देखिरहनु भएको छ। हाम्रो एकजना प्रिय मित्र छ यहाँ अगाडि मार्दै हुनुहुन्छ। बाटो हेर्नुहोस्, आनन्द केही छैन। योभन्दा माथि अब ढाडा देखिरहेको छैन। चारैतिर बादल पुग्यो। केही समय प्रकृतिको अनुपम सौन्दर्यमा रमाउँदै हामी केदार बाबा धामको प्रमुख परिसरतर्फ लाग्यौँ। शिवजीको नाममा झिको खोले कैलाश निवासी हे शिवजी धप्पीरो अलिकति कम्बो गणेशजीको पिता तिमी पार्वतीको पति तिम्रो पैसा खाएपछि तिम्रो मती कैलाशैमा शिवजीको बस्ती छ प्रभुजीलाई बस्ती छ बम भोले बम भोले ए सुन्नु। जब थक जाऊं मैं इस राह में प्रभु तेरा नाम सहारा बन जाए। जब सब चुप हो मेरे आसपास तेरी आवाज गीत बन जाए। धाम परिसरमा रहेको 108 सहस्लिङ्ग र 108 फिट अग्लो भगवान शिवको भव्य मूर्ति दर्शन गर्दा मन आनन्दले भरियो। शङ्खध्वनि सहित भक्तिपूर्ण भावले केदार बाबाको मुख्य मन्दिरमा प्रवेश गरी दर्शन गर्ने सौभाग्य प्राप्त भयो अनि हामीले केदार बाबासँग आशीर्वाद मागेर त्यहाँबाट फर्कियौँ। दर्शनपछि केही समय विश्राम गर्यौँ, नास्ता गर्यौँ र पुनः सुन्दर प्राकृतिक दृश्यहरूलाई क्यामेरामा कैद गर्दै फर्किने यात्रा सुरु गर्यौँ। अन्त्यमा राति बास बसेको होटलसँग बिदाई लिएर अविस्मरणीय सम्झनाहरू मनमा बोकी घरतर्फ हिँड्यौँ। हाम्रो भिडियो हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद।